एकदम राम्रो भयो है। मेटा हलिडे प्राइवेट लिमिटेड हाम्रो नेपालमा रहेको काठमाडौँमा रहेको उसले चाहिँ जो हाम्रो एसियन लाइफ इन्सुरेन्सबाट एउटा ट्राभल टुर गरेको एउटा चाहिँ हाम्रो एजेन्सीहरूको कार्यक्रम थियो। त्यो कार्यक्रमलाई एक हप्ताको कार्यक्रम 4 नाइट र 5 डेको कार्यक्रम थियो। आज त्यो कार्यक्रम एकदम सन्तोषजनक तरिकाले, सन्तोषजनक भन्दा पनि अति राम्रो सुन्दर ठाउँलाई देखाएर उहाँहरूले राख्ने ठाउँमा जो होटलहरू पनि राम्रो चाहिँ ठाउँमा राख्नुभयो। खानाको लागि इन्डियन खानाहरू राम्रो खाना व्यवस्थित गर्नुभयो र सर्ट ट्राभल गर्ने क्रममा विभिन्न ठाउँहरूमा चाहिँ राम्रोसँग चाहिँ उहाँले गाइड गर्नुभयो र अति खुसी पनि। र आगामी दिनहरूमा पनि फेरि मैले उहाँले पत्रपत्र दिइसकेको हुन्छु, दिन्छु। कुनै पनि हाम्रो सहकारी होस्, हाम्रो ग्रुपिङ होस्, कुनै कार्यक्रम भयो भने मेटा हलिडेलाई नै सम्झने छौँ र मैले प्रचार पनि मेटा हलिडेमै जानुपर्छ भनेर चाहिँ राख्ने विचार र मेरो चाहिँ आफ्नो प्रतिबद्धता जाहेर गर्न चाहेँ। र अब थाइल्यान्डबाट आज हामी फर्केर बेङ्ककको राजधानीको यो सुबडा भूमि चाहिँ एयरपोर्टमा छौँ। एयरपोर्टमै चाहिँ सरले मेरो आज इन्टरभ्यू लिइराख्नु भएको छ। अति खुसी लागेको छ। आगामी दिनमा सरसँग अझै मेरो चाहिँ घनिष्ठता बढ्ने छ। त्यो घनिष्ठतालाई चाहिँ काम एउटा हाम्रो साथीभाइ अथवा एउटा चाहिँ आत्मीयताको हिसाबले चाहिँ अझै अगाडि चाहिँ यो डिस्टेन्स टाढा नभएर डिस्टेन्सलाई नजिक पार्ने चाहिँ एउटा जमर्को गर्नेछौँ। र सरसँग फेरि पनि हामी थाइल्यान्ड अब म यसपछि दुबई जाँदैछु। सायद दुबईमा पनि सरसँग सँगै हुन्छ होला अथवा अरू सर हुनुहुन्छ सायद मेटा हलिडेबाट नि दुबई गइन्छ होला जस्तो लाग्छ। यद्यपि चाहिँ अब कोही पनि आउनुहुन्छ भने मेटा हलिडेबाट नै यो घुम्नको लागि ट्राभल गर्नको लागि आउनुहोस् भन्न चाहेँ मैले।